ल हामी यसरी यात्रा गर्दैछौँ सैलुङ जानलाई बाटो आउँदै हुनुहुन्छ यसरी यहाँ रोड पनि खनेको रहेछ महादेव जाँदैछौँ रे कण्ठेश्वर महादेवको मन्दिर यहाँ गुफामा जाँदैछौँ सबैजना आज अक्षय तृतीयाको दिन शिव पार्वतीको विवाह भएको एकदमै शुभ दिन मानिन्छ आजको दिनलाई सोमबार पनि परेको छ शिवजीको दर्शन गर्नको लागि हामी सबै यसरी हिँड्दै यात्रा गर्दैछौँ अब अलिक कम भयो होला यो चाहिँ लेखाली सिस्नु अरे यस्तो हुँदो रहेछ अनि यो हामीले न्युरो खान्छौँ नि न्युरो यत्रो मोटो मोटो न्युरो त्यसको बोर्ड चाहिँ यस्तो हुन्छ यसैबाट टिप्ने हो ल हाम्रो पुकुलीलाई यहाँ यसरी बोकेर हुनुहुन्छ ज्वाइँले यति सानै उमेरमा महादेवको दर्शन गर्न आएपछि सानो मान्छे होइन हामी सबै भाग्यमानी यसरी भगवानको दर्शन गर्न जान पायौँ म पनि छु यता भजन पनि बजिराख्ने व्यवस्था छ कि क्या हो अहिले त भजन पनि बजिरहेको छ यहाँबाट सिडीको व्यवस्था हो कि क्या हो है यहाँबाट पहिला यहीँबाट माथि महादेवको दर्शन गर्न जाने बाटो थियो अरे अनि यहाँबाट सिधै माथि उक्लिएर जाने व्यवस्था थियो पछि मान्छेहरू लड्ने ओर्ने चिप्लिने भइसकेपछि उताबाट घुमौरो बाटो बनेको हो यहाँ यसरी ढुङ्गा पनि थुपारिरहेछ पक्कै हामीले चाहिँ त्यही अनुमान लगाएको के हो अब होला नि यहाँको विकास बिस्तारै बिस्तारै यस्तो पवित्र तीर्थस्थलहरूको विकास भर्खर यस्तो बाटो छ यो बाटो एकदम पक्की हुने हो भने त वारिपारि पर्छ क्या वारिपारि यस्तो पर्वतमा भगवान आएर बस्नु भएको छ भगवान यस्तै शान्तै ठाउँमा